guys, namaste guys. You are watching Deep TV Nepal. अहिले चाहिँ म जाँदैछु गाइस धादिङ बेसी यो चाहिँ धार्खेको बाटो यता भीमढुङ्गाको बाटो र यो ठाउँमा आउँदा चाहिँ मलाई एकदमै यो ठाउँ चाहिँ मनपर्छ कि मलाई अनि यहाँ आउँदा चाहिँ कस्तो रमाइलो फिल लाग्छ काठमाडौँबाट पनि नजिक भएको कारणले गर्दा होला एकदम रमाइलो लाग्छ यो ठाउँ चाहिँ अनि अहिले चाहिँ हरियाली मकै बर्खाको सिजन भएर होला हरियाली देखिन्छ यतातिर चाहिँ जस रमाइलो लाग्छ यता आउँदाखेरि चाहिँ मलाई चाहिँ अनि तपाईँले देख्न सक्नुहुन्छ आधुनिक इट्टा भट्टीहरू चाहिँ यो ठाउँमा धेरै नै देख्नुहुन्छ यो धार्केभन्दा अलिकति माथि हो र यहाँ चाहिँ पुरा उ भइरहेछ इट्टा बनाउने कामहरू हुँदो रहेछ इट्टा चाहिँ सायद यहीँबाट होला काठमाडौँ जाने उ गर्ने तपाईँको यहाँबाट चाहिँ धार्के 9 किलोमिटर रहेछ यहाँबाट धार्के भनेपछि यो ठाउँ चाहिँ मलाई एकदम मनपर्ने ठाउँ हो र तपाईँहरूले हेर्न सक्नुहुन्छ देखिराख्नु भएको होला मलाई चाहिँ रमाइलो लाग्छ यो ठाउँ रमाइलो लाग्छ यो चाहिँ हाइवे थाङकोटबाट जानुभन्दा यताबाट जानलाई चाहिँ अलिकति सहज र छिटो जाम नपर्ने एकदम हाइवे राम्रो बाटो भएको कारणले एकदम उ लाग्छ यो बाटो आउनु चाहिँ मलाई जीवनपुर इट्टा उद्योग रे जीवनपुर भन्दो रहेछ सायद यो ठाउँलाई चाहिँ मलाई जहाँसम्म लाग्छ एक्ज्याक्टली के भन्छ यो ठाउँलाई त्यहाँ चाहिँ जीवनपुर इट्टा भन्ने चाहिँ भेटेँ मैले खै आँपको सिजन आँप फल्दै रहेछ आँप चाहिँ यतातिर चाहिँ पुरानो इट्टाभट्टी छत्रे पार्टी रे भनेपछि यो छत्रे देउराली होला सायद छत्रे देउराली कता रमाइलो लाग्छ गाइस यो बाटो चाहिँ मलाई सलल सल्लै धुपैले रमाइलो छ गाइस राइडरहरूलाई राइड गर्नुको लागि चाहिँ बेस्ट ठाउँ छ कि यो बाटो राइड गर्नलाई खुल्ला हुन्छ दिउँसोमा खुल्ला हुन्छ तर बिहान र बेलुका चाहिँ अलिकति उ हुन्छ किनभने टिफरहरू हिँड्छ यो बाटो टिफरहरू बेलुका चाहिँ यो बाटो हिँड्ने कारणले गर्दा अलिकति उ छ आछु छु 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 यो बाटो चाहिँ टोटली खाली नै हुन्छ हिँड्दाखेरि यो बाटो हरियाली गाउँ बस्ती पनि त्यति धेरै छैन यतातिर खासै त्यस्तो धेरै बस्तीहरू चाहिँ छैन देख्न सक्नुहुन्छ यो बाटो जस रमाइलो लाग्छ मलाई म घर जाँदै गरे पनि यतातिर चाहिँ रमाइलो लाग्छ हिँड्दाखेरि किनभने आफ्नै जिल्ला भएर होला आफू जन्मेको जिल्ला भएको कारणले पनि होला रमाइलो लाग्छ यो यतातिर आउँदाखेरि मलाई उता थाङकोटको बाटो भन्दा यो बाटो हिँड्न चाहिँ रमाइलो लाग्छ मलाई किनभने
यहाँबाट सजिलो पनि छ, गाडीहरू त्यति आउँदैन हिँड्नलाई आनन्द। फुरौले भन्ने ठाउँमा आइपुगेको छु अहिले चाहिँ म, तपाईँहरूले सुन्नुहुन्छ। स्पेसली गाउँ भएको कारणले लगभग रमाइलो छ ठाउँ। सानो सानो हाट बजारहरू पनि देखिन्छ यहाँ। यहाँ चाहिँ तरकारीहरू बेच्न राख्नु भएको रहेछ यतातिर। घर गाउँ सहर जानेहरूलाई चाहिँ लान सहज होस् भनेर होला। यहाँ चाहिँ बाटो बाटोमा तरकारी पाइन्छ भने अब यो धार्के अब यत्तिकै पनि कृषिको कुनै हो। तपाईँले देख्दै हुनुहुन्छ यतातिर पनि छ सानो सानो हाट बजार। यता चाहिँ मेरो बुढी मक्ख परेर चस्मा लाएर कपाल उडाएर बसेको छ। सायद लुकिङ ग्लासमा क्याच भयो होला। चस्मा लाएर मक्ख परेर हावा खाएर करिश्मा मानन्दरको फिल्म सोच्दै बसिरहेको जस्तो छ होइन। यतातिर म भइहाल्यो ड्राइभ गरिरहेको छु। यतातिर चाहिँ अब मक्ख छ तरुनी। धमाधम विकासको काम हुँदैछ, डाँडा काँडा भत्काएर रोड बन्दैछ मास्तिर। साइड रोड होइन हो कि प्लान के भन्छ टाउन प्लानिङ गर्दै हो। यहाँ चाहिँ डोजरले माटो उठाउने काम गर्दैछ। टिफर आयो, एमराज भनेर चिन्छु म यसलाई चाहिँ। जन्म तिमीलाई माग्न पुगेछु, सायद तिम्रो भाग्यमा गरिएको छैन। जरा मुस्कुराते यो बस्ती लाग्छ। अब लगभग हामी धार्के आइपुग्ने लागिसकेका छौँ भने अलिकति बाटो अप्ठ्यारो छ। बाटो अप्ठ्यारो भएको कारणले ध्यान दिनुपर्ने कुराहरू धेरै छन्। धुनेबेसी नगरपालिका अझ 3 किलोमिटर बाँकी रहेछ।
धार्के आउनुलाई यही नै हो गाइस। गर्मी पनि कस्तो गर्मी हो यार, हैट पुरा हट। के भयो छोरीलाई गर्मी भयो क्या हो? काले गर्मी भयो हो? मुख धोइदै गर्ने हो त, मुख धोइदै। घुम्ती घुम्तीमा घुम्ती। घुम्ती घुम्तीमा